guys, today we are at Hangsar Monang. Yes. अब चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको यताबाट ट्रेकिङ गर्दै गएर त्यो हिमालको टुप्पोमा जानु हो अनि पर्सि हामी चाइना पुग्छ होला ड्याम गाइज अनि त्यही हो अब एकदम राम्रो छ मनाङ तपाईहरु पनि आइदिनु होला एकचोटि त्यही हो धन्यवाद बिचाराहरूलाई धुलो बोलाइदिए खानु पर्छ म हिजोदेखि धुलो खाँदै आइरहेको छु सही हुनु पऱ्यो हौ दादा यार क्यामेरामा देखिएछ कि देखेर तर सही भनेको हामी चाहिँ भ्यान कहाँ हो अप्पर पिसाङबाट मनाङ बसेर मनाङमा खाजा खाएर हाङसार भन्ने ठाउँमा गयो त्यहाँबाट चाहिँ अहिले फर्किँदै हो त्यसले चाहिँ अति धुलो पुऱ्याउँछ मलाई त हेर्न तर त्यो ट्रेकिङ रुट चाहिँ बाइक चलाउन हरिफ छ कि भ्यूहरू हेर्दै धुलो चाहिँ परै खाइन्छ कि यो ट्रेकिङ रुट हेर्न त्यसले धुलो उडाएको अलिक पछाडि जाऊँ भयो कति धुलो खाइन्छ नत्र मैले उतातिर देखेँ अरे चामेतिरको चाहिँ भिडियो बनाएको छैन किनभने हिजो आउँदा आउँदा मेरो ब्याट्री सक्यो टक्क हामी त्यो अप्पर पिसाङमा बसेको होटेलको चाहिँ कति गइदिएको कि अन्त एउटा लाइट नै आएन त्यही भएर हामी सुतेर आएर उता कता मनाङमा गएर फोन बात गरेको अन्त त्यहाँबाट बल्ल हल्का फोटोसोटो क्लिपहरू खिचेको हो त्यो दामी छ मनाङ चाहिँ त्यस उताको रोडबाट हाइवेबाट चाहिँ कस्तो छ थाहा भएन हामी त पुरै यो ट्रेकिङ रुट अनि यो ट्रायलहरूमा हालिदिएको यो चाहिँ बम्बाल छ है यदि बाइक पायो भने चाहिँ यो ट्रेकिङ ट्रायलमा हालिदिएको हुन्छ कस्तो आएको बाइक चलाउन त्यस्तै मजा खाल्ने रुखहरू त्यस्तै दामी दामी छ कति मजा आउँछ त्यही हो धुलो खाइन्छ मैले जसरी तर कत्रा छ कि उक्ति धेरै सवारी होला सायद हिमाल खतरा देखियो कि पछाडि यार जाँदाखेरि बनाएको भएको खतरा हुन्थ्यो त्यतिखेर फोनै सिसो भन्यो त्यो भएर अहिले बनाएको तर बहुत धुलो खाइन्छ कि यार केही छैन अब धुलो बोलाइदिने अन्ति होला नि पछाडि त नेपाली हो अगाडि जान्थ्यो त सरले त मलाई अब यसलाई धुलो खोलाइदिउँ न है के छ र कति आफ मात्रै खानु तर दामी देख्यो हेर्नु त गाइस म त खतरा म त यही बस्यो भने नि बस्दिन्छु यार सही छ क्या बाटो त मान्छेहरू पनि त्यस्तै फ्रेन्डली छ यो मास्क लगाएको नाकै बिचेर कस्तो नाकै नावाला सोरा खा मेरो त यार तर यो बुझेको पट्रै खान्छ यार खतरा बाटो त्यो बाटो आइसक्यो अनि अहिले हेर्नु त त्यहाँ त्यो हाइवे बाटो गएको भए यही देख्थेन धुलो खाँदै जानु पर्थ्यो धुलो त यहाँ नि खाइएछ तर त्यो भ्यू देखिन्छ नि त त्यही भएर चलाउनु मजा आउँछ अहिले झन् त्यो अप्पर पिसाङको त्यो डाँडाबाट दामी देख्छ भ्यान चाहिँ दामी देखिँदै अब अहिले चाहिँ कस्तो देखियो है के भन्छ हिजो कति नआएर टिस भयो क्या यार एउटा नत्र त हिजो तर हामी वाइल्ड ढिला लाग्यो
क्या हामीले यार राम देख्यो त्यही फोटो खिच्यो आज नि त्यस्तै गरेर गएको हो फोटो खिच्दै तर आज चाहिँ त्यति साह्रै बसेन हामी फोटो खिच्न किनभने आज हामीलाई माथिको भागहरू पुरै घुम्न थियो सो धेरै फोटो खिचेन तर दामी छ नि त एउटा ठाउँ यस्तो हरियाली हरियाली तिमी र म अब तिमी खोल्नु पर्ला जस्तो छ अर्को ल्याउने कि योभन्दा नि अर्को छ क्या त्यो माथिबाट झर्दाखेरि ओहो भर्खर चाहिँ त्यहाँबाट अनि त्यो अप्पर पिसाङबाट त्यो ट्रायल रुम चाहिँ बब्बाल छ है अलिकति के भने तर हामी कताबाट पो हो यार त्यो हल्का त्यो घरै घर चाहिँ ठाउँमा पुग्यो त्यो ठाउँमा कहाँ सयो सयो जा 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 Gana mo lang. Woo! Dami na kaya ito yung imal. घरै घर अनि त्यहाँबाट चाहिँ हल्का त्यो घरहरू छ अनि त्यहाँबाट चाहिँ तल चाहिँ अप्पर पिसाक भन्ने ठाउँ पुग्छ हामी त्यहाँबाट चाहिँ खतरा देख्छ तर हावाले केही सुन्ने छैन होला है बोलेको हावा त वाइल्ड लाग्यो खतरा खाके यो ड्रिङ्किङ फुटेर त्यो मनाङभन्दा तल त्यो कत्रा छ कि एउटा क्याफे छ होइन त्यो क्याफेको साइडमा बास्केटबल कोर्ट छ फुटबल ग्राउन्ड सब छ क्या त्यो बाइकको आवाजले गर्दा केही सुन्ने छैन यसलाई तर घर चाहिँ बुलेटमा बनाउनु पर्ने यार कमसेकम आवाज त सुन्थ्यो यसमा त मेरो आवाजै सुन्ने छैन होला माथि गर्छ घाट यो यार म त रेस खेलिसक्यो क्या हो यार सबले हेरेर त यार छोडा यार बिल्ला लाग्यो कालेर म रेस खेलेको हो कि मैले जितेको अनि ल गाउँ चाहिँ आयो है पिसाङको खै के गाउँ हो यसलाई थाहा छैन मलाई गाउँ राम्रै तर यो गाउँ हो भन्ने थाहा भयो थाहा गाउँ यो चाहिँ हो अप्पर पिसाङको गाउँ त्यहाँ माथि पुरा हिँड्दै जाने छैन गाडी नआउँदैन गाडी नआउँदो रहेछ बे छैन हामी बिहान आउँदा त कोही थिएन तिमी उता गाडी गयो भर्खर एउटा हेर्नु back to the night we met. What to do? I have to say, what's right to say. Go 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 na video. Udah tak mana cari. Tapi canda gitu. Go. Ya, buka sudah aja. Woi. Oni ini malu tuh ketra aja. Ini kok baisi ini kita. त्यस घुम्न पर्छ घर बसेर काम छैन केटा हो घुम्न पर्छ घर बसेर केही हुन्न घर बसेर गेम खेलेर बहुत दिन नै
तर मैले रेकर्ड चाहिँ भयो कि भएन जस्तो भयो कि भन्दैन अन्त गरेँ अब मैले अनि यहाँ फुटबल खेल्न कस्तो हुन्छ केटा हो टक्क माथि ओए के हो यो बाइक त सजा खाइ क्या ओए गाडी आएको छ है यहाँ त कहाँ गयो बाघमा अगाडि त्यो बिचरा झोलासोला सब बोक्यो है जान्दा यहाँ त उठ्दैन क्या धुलो जा धुलो उठ्छ भनेर हेर्न साला धुलो उठ्ने ठाउँमा उडायो के अरे मैले अहिले तर गल्ती चाहिँ छैन होइन जान्दैन उडाएको त होइन तर म धुलो खाँदै आएको कि धुलो खाँदै आएको हिजो अघि बिहान नि भनेको यसलाई गर्ने अब उडाउँछ त होटेल एल्टिट्युड तर यार यो बाटो यार उयो धेरै जस्तोहरू आँटेन होला भन्दै भन्दै मैले क्या त म त आधामा नै आउनु होला यार कति अग्लो हो यो भ्यान मलाई त यसमा मजा आइरहेको चलाउनु होइन भ्यू हेर्दै अब फोनमा कस्तो देख्छ भन्ने कुरा हो केही मिला खाने त्यही हालिदिएको अन गरेको भिडियो गोप्रो ल्याबा चाहिँ खतरा हुन्थ्यो तर यो बाटो नि कसैले भिडियो बनाइदियो हुन्थ्यो खतरा हुन्छ अलि राम्रो भ्लगर रे केटा हो एक त दुधको हुन्छ मेमोरी मैले चाहिँ टक्क पछि याद हुन्छ भनेर खिचेको अरू त मतलबै भएन मुस्ताङ नि खिचेकै मलाई स्टोरेज रे त्यो खिचेकै 1 सेकेन्ड जिबी भन्यो हाल्नै पाएँ हाल्न पाएन भन्दा नि फोनमा र ल्यापटपमा हाल्दा त्यो पुगेन कि स्टोरेज त्यो भएर त्यो त्यत्तिकै छ घरमा हाल्दा नि त्यो ल्यापटपमा सेफ छ तर यत्रो लामो खालको कहिले कहिले यो झ्याउला नि म पछि भयो भने हाल्छु नत्र त्यो त्यत्तिकै स्टकमा हुन्छ मेरो साइकल उडी हावा खायो माटकडा गरेर भिडियो भर्नु नभएर चाहिँ यहाँ मलाई टेन्सन हुन्छ यार यसलाई एकचोटि रोकेर भिडियो भयो धेर भन्दा पऱ्यो ओइ क्या सुन्छ दोस यहाँ भिडियो भयो कि भएन हेर त यार यता पेतार त बोली खुगेर यार बहस यति के हो यार म चुप रहा सोचेको क्या यार दादा प्रो भ्लगरहरू यार त्यत्रो सिजनमा नै हेरेको के काम लाग्यो ल केटा हो यहाँबाट चाहिँ खतरा देख्छ है तर आउँदाखेरि चाहिँ दामी देखियो थियो होइन जाँदाखेरि चाहिँ म ग्यारेन्टी दिन सक्दिनँ कस्तो देख्छ भनेर आउँदाखेरि चाहिँ मक्खन देख्यो चाहिँ त्यो भिडियो मैले हालिदिन्थेँ होइन किन नहालेको भने चाहिँ त्यो भिडियो यस्तो भर्टिकल यस्तो के भन्छ जस्तो ठाडो खिचेछ अनि मैले भ्लग चाहिँ यसरी बनाएँ राम्रो हाल्नु त्यो जसको आउँछ कि तर म भएन हालिदिन्छु होइन हाल्दै खरेर तर यस्तो यो हल्का माथि माथि आइसी यस्तो रुखहरू हरि दामी देख्ने यार दामी देख्ने देख्दै के कस्तो कि वाला सिलाउने कि खतरा छ यस्तो केटा हो आउँछ तर मैले त्यत्रो मनागाउन नभएर सबको भ्लगहरू हेर्थेँ अन्त यो बाटो त कसले ल्याएन क्या यार म नि भइरहेको थिएँ यो बाटो यार किन
नल्याए होला बाटो थाहा नपाएर हो कि के हो हामीलाई पनि थाहा पाउँदैन होला मलाई चाहिँ यो एउटा मेरो दाइको साथी हुन्छ होइन चामेमा कर्म दाइ भन्ने त्यो दाइले चाहिँ त्यो बाटो जाऊ भाइ यहाँबाट चाहिँ दामी भनेर आएको र त हामीले रोड जान्थ्यो होला सायद यो ट्रेकिङको ट्रायल आउँथेन होला ट्रायल हो कि ट्रेल हो र आजकल किन हरेक चिजै गडबडिन्छ यस्तो आउँछ अहिले यहाँ भ्लगमा नि त्यस्तो चाहिँ आइरहेको होला अब चाहिँ किन म यो रिसेन्टली 2 मन्थ जति भयो म त्यस्तो पुरा नोटिस गरेर आएको कि यो जिब्रै कस्तो त्यो गडबडिन्छ जस्तो टाप्पु हाने क्या हो यार देख्छु नि त म त के हो आन्टी हो क्या हो आन्टीहरूले पनि आएको यार हेर त केटा हो कहाँ हो तिमीहरूको युवा जो आउनु पऱ्यो कि ट्रेकिङ हेर त आन्टीहरू आइरहेको ट्रेकिङ गर्नु भएन है आउनु पऱ्यो कमसेकम ट्रेकिङ नभए नि बाइकमा आउनु पऱ्यो तर हाम्रो ट्रेकिङ देखाएन यहाँबाट चाहिँ ग्रिन लेक देखिरहेको छ हामी बसेर तर भ्यानको जस्तो भ्यू चाहिँ देखिएन जे बाटो चाहिँ राम्रो सबै बाइक चलाउनलाई सोलो आयो भने फेरि डबल आयो भने त त्यही उकालै तान्नु तल जान छ अलिक ओइ हिजो बाइक धेरै तातिएर उठो नि स्टार्टै नभएर एकछिन त टेन्सन थिएन बाइकमा हो त ट्याक्क चेकिङ परेको कि ट्याक्क बाइक रोकेको ट्याक्क चेकिङ परेको त्यही गरेर जा भनेको बाइक स्टार्ट नगरेर अरे चेकिङमा परेछ कि गर्यो खडुस आयो भने त फेरि अनि अझै त्यो अप्पर हेर्न तिन चाहिँ यसले फेरि धुलो खुलाउने काम त गरिहाल्छ फेरि राम्रो मान्छे त कहाँ र ओए झोला खस्न लाग्यो जा त्यहाँसम्म त खस्दैन होला नि यसो त्यहाँनिर एउटा मन्दिर छ होइन अनि यो छ नि जिगज्याग बाटो के यो बाटो आएको हामी चाहिँ त्यहाँ छ ग्रिन लेक तर ग्रिन लेक भन्दा उता ब्रिजको दामी छ क्या यस्तो अघि आएको थियो नि हामी जङ्गलको बाटो त्यस्तो बाटो हो कि त्यहाँ नि म हान्छु ल गाइज कहाँ गयो देख्दैन यो चाहिँ यो भर्खर यो चाहिँ ग्रिन लेक हो होइन हामी हिजो बसेको चाहिँ त्यही हो तर अनि हामी आएको बाटो चाहिँ यो जिगज्याग गर्दै आएको यो चाहिँ खास ट्रेकिङ रुट हो हामी चाहिँ बाइकमा आइदिएको अनि चाहिँ यहाँ माथिको गाउँ यहाँ एउटा गुम्बा के गुम्बा जस्तो मन्दिर जस्तो छ होइन त्यो नि दामी छ अनि यता कता हो हाइवे चाहिँ यता बाटो हो कि बाइक गाडी जान्छ चाहिँ त्यो बाटो भन्दा चाहिँ यो बाटो आयो भने चाहिँ त्यो भ्यान चाहिँ यो हिमालहरू अनि यताको भ्यूहरू चाहिँ दामी देख्छ होइन हामी चाहिँ आउँदा नि यही बाटो आएको जाँदा नि यही बाटो जानु भएको त्यस भ्यू चाहिँ दामी देख्छ भनेर यो बाटो फर्केको तर यो सोस कुहिरो लाग्यो यता नि कुहिरो लाग्यो त्यही हो हजुर कुरो नगर्दा म कहाँ चाहिँ पेडी हेर्ने मरिहाल्छ नि भनेको त पागल भएछ क्या हो शरीरको कुन पार्ट चाहिँ भेट्छ भन्नु बरु अड्किन्छ नि जस्तै बाटोमै उताको कालो बाटो दामी थियो है तर मैले यार यो मनगाउन झगेर त्यत्रो भ्लग हेरेको तर यो बाटो कसले ल्याएन कि वाइ गाइज ल्याउनुपर्छ नि बाटो यार मलाई त्यो भिडियो दामी बनाएको भए यो बाटो अझै फेमस हुन्थ्यो के थाहा यो रोइली ट्रेकिङ गरेर मलाई कहाँ बस्ने हो मनाङतिर बस्छ होला सायद नत्र त भ्यान हामी कति हो 8-9 बजीतिर आउँदाखेरि डेन्जरहरू गइसकेको थियो कि टुरिस्टहरू तर हेऱ्यो त सानो खुच्चीहरू हिँडेको थियो यार सही
अप्पो चाहिँ हल्का मात्र जानुपर्छ एउटा भने यहाँ त्यस्तो बाटो त टायर चिप्लिन्छ अघि चिप्लेरमा झर्छ हानेको थियो र मैले त्यो नि चिप्लेको मान्छे त्यस्तो गाउँ खतरा छ क्या त्यो सबैको एउटै त्यो ढुङ्गानी घर न ढुङ्गानी सब त्यस्तै त्यस्तै के एउटै जस्तो घर त्यो घर हामी चाहिँ गएन तर त्यहाँ एउटा गुम्बामा चाहिँ गएको थियो गुम्बा जस्तोमा चाहिँ बोर्डिङ सुन्नु गएको थियो कि त्यो साइड स्कुटी हाल्छ होला फेरि भन्छ है एकैछिन हो पुग्छ बाइकमा त फेरि गयो भने चाहिँ यता हुन्छ ओए 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 तर जो ग्रिन लेक नि दामी छ यार तर जोर भयो क्या हामी आउँदा चाहिँ कति नै आएन कि हिजो एकदम तड्ने खोकिन आएर तड्केर बिहान झन् त्यो हिमाल फुल्दै थियो यस्तो दामी देखिएको निलो आकाश होइन अगाडि हिमाल तल निलो खोला साइड साइडमा रुख कस्तो दामी देखिएको एउटा त्यस्तै भ्यू देख्छ कि भनेर फेरि यहीबाट फर्केर आएँ देखेन अफसोस बिहान भिडियो बनाउनु हुन्थ्यो बिहान ब्याट्री पनि थिएन बत्तीमा आएर त्यसकोमा थियो 1% रातभरि गीत बजाएको थियो रातभरि गीत बजाएर यसको 1% होइन बिहानसम्म नसकिएको कि कस्तो फोन भएछ मेरो 3%मा स्विच अफ हानेको 1%मा खुलेको त्यो सर्दैछ फोनमा देख्यो मेरो फोन त यस्तो जाडोमा यस्तो राख्न पाएन डेढ हो अघि नै 100% त नभन हल्का चार्ज गरेर आएको मनाङमा चार्ज गरेर मनाङबाट हामी खाङसार गयो खाङसारबाट फर्केर आएको उता डाँडामा 20% भइसक्यो अब 20% त कहाँसम्म पुग्छ भनेको पर्पिसाङसँग त्योभन्दा त्यहाँ चार्ज गरेर गरौँ दाइले फोन गरेर दाइको फेरि बेकरी हो क्या चामेमा त्यो दाइको चाहिँ बेकरी क्याफे टाइपको हो त्यो दाइले अब हिजो भन्नु त भने 150 ग्रामको जिब्रो लड बढिहाल्यो आउँछु भनेर बेकरीमा त कहाँ सुक्ने पनि मिलाइदिन त मिलाइदिन्छु भनेको थियो यो नाकेर चाहिँ के भएको यो मासु चापेर यहाँ आएर बोल्न पनि कस्तो अप्ठ्यारो भयो तर यो खतरा छ यार यो अब अप्पर जानुपर्दा हामी चाहिँ यति भएपछि जिन्दगीमा के चाहियो त्यत्रो झर्न सक्यो तर मनाङ चाहिँ होइन कति माथि गयो त्यति दामी हुँदो रहेछ कि मलाई साथीले भन्न त भन्थ्यो तिमीहरू सुरुमा राम्रो ठाउँ देख्यो भने फोटो खिच्दैन होइन नमुग्ला माथि जा दामी आउँछ भन्थ्यो होइन झन् सुरुमै डेन्जर भुल्यो हामी त फर्स्ट दिनमा त ओहो नि जहाँदेखि फोटो खिच्छ होइन त्यस्तै छ भने होइन पोखरा बसेर पोखरामा यस्तो जङ्गल यस्तो हिमालको भ्यू सबैको चोटि कहाँ देखिन्छ हिमाल त देख्छ नि हिउँ नभएको हिमाल अनि यहाँको लोकल हुनुपर्ने कि एउटा हामीसँग यार हिजो त कहाँ पुगेन हामीलाई ट्रेकिङ रुट सब हाल्दैछ ए माथि जङ्गलतिर पुगेछ अनि होइन भने फेरि फर्केछ अब म्याप हेरौँ भने ब्याट्री छैन हजुर म्यापधरि यीमा चल्छ त त्यही हो नभए मेरो भिडियो हेरेर आउनु न भन्दा हुन्थ्यो के गर्नु आउँदाको छैन जाँदाको चाहिँ छ भिडियो टाइम छ भने त रुख केटा हो यो मलाई चोक मन पर्छ यस्तो रुख बाटो यो चाहिँ तर गाडीको बाटो जस्तो छ तर एउटा नि गाडी देखेँ होइन त्यही एउटा देखेको उहाँ त्यो एउटा घर जस्तो साइडमा देखेँ यहाँ त देखेँ तर जाँदा त जान्छ होला किनभने माथि
घरहरू छ नि त अब त्यहाँ सामान पुऱ्याउनु पर्यो तर के परेन मैले यार सोह्र आयो नि डबल आयो नि यार दिनभरि बाइक चलायो भने चाक दुख्यो रहेछ बहुत दुख्यो मेरो त खोइ बेला बेलामा बुलेट साटेर चलाउँदाखेरि त ओहो सोफामा बसे जस्तो हुन्छ मलाई त्यहाँ तर के गर्ने उकालोमा फेरि मेरो बाइक कुद्छ होइन तर मैले सोचेको जस्तो भ्यू चाहिँ देखेन गाइस सोरी ल तर त्यो दामी थियो कि बिहान चाहिँ झन् अहिले त्यो अप्पर के भयो त्यसलाई ओइ के भयो त्यहाँ अप्पर पिसाङबाट छ के कस्तो गर्ने अब त्यो त्यस्तो के छ होइन त्यो त्यस्तो बाटो डबल नै छैन कि सोलो छ बाटो यस्तो दामी छ कि पुरा त्यो विदेशहरूमा हान्छ नि त्यो पुरा जङ्गलमा के सुस्तो राइड के हो त्यस्तै भएको हुन्छ कि अनि त्यो चाहिँ हरियो बनाउनु मलाई त्यो भिडियोमा चाँजै सक्यो कि भाग्यो अब अप्पर पिसाङमा गएर फोन चार्ज गर्छु त्यसपछि हुन्छ हाम्रो गन्तव्यको ब्रेकै भयो दोषलाई फेरि अगाडि जान्छ भने त कुदाइहाल्छ नि फेरि अब यस्तो धुलो बाटो हेर्न फेरि नसकिनु छ दोषलाई म त जाँदिनँ हेर त्यसलाई जाँदिनु मेरो ब्रेक चाहिँ गयो अब त्यहाँ गएर पानी हाल्नु पर्ने हुन्छ दामी छ कि कसम छ कि तिमीहरूलाई मेरो भ्लग हेर्दाखेरि दाम यो बाटो मन चला भएन भोट भएर गोरे हेर्छ यार हेलो जाम बाइक सही र सही हो ट्राभल गर्न होइन तरमा पेट्रोल त यार पानी खाएर यसरी खान्छ यार आउँदाखेरि फुल हालेर आयो बेसरमा कति हो 3-4 लिटर हालेँ अनि उता माथि आएर फेरि हालेँ बेसरमा 3-4 लिटर हालेँ स्टकमा 2 लिटर थियो मसँग त्यसले त्यो नि हालेँ त्यो पनि सकियो अब त्यहाँ माथि गएर 3 लिटर हालेँ फेरि त्यो पनि सकियो अब फेरि हाल्नु पर्छ मैले भन्दा पऱ्यो त यसले खान्छ होला यार खुलाउनै पऱ्यो पेट्रोल हो लाग्यो पिसाब होला नि उता कस्तो सुन्तला ओला उसले पिसाब गरेर फाल्यो होला काम पाएन क्या यस्तो ठाउँमा पेट्रोल खान्छ अझ यस्तो हुन्छ यहाँ सन्डेज भन्ने के भन्ने न पेट्रोल पम्प त्यसै त खुसी भएको माने यार पेट्रोल पायो भनेर यार हजुर है तल होला नि तल हो यो ट्रेकिङको बाटो हो के ट्रेकिङको बाटो हो के दोस्त आइरहेको कति महिना कति वर्षपछि हामी अनि यहाँ घरबाट निक्लिरहेको घरको याद आयो भन्नु ल हामी आयो ग्रिन लेक हरियो लेक बसेको होटेल चाहिँ यही हो यही बस लाग्यो अन्त खाजा लाग्यो खोइ खाजा खाएर जाम है खाजा खाएर जानुपर्ने त हेर्न मेरो बाइक आफै अफ भयो कि यार खुला जस्तो बाइक यार
ब्याट्री चाहिँ 13% कति पर्सेन्ट छ भने गाइज त्यति 13%मा चाहिँ कसम पुग्यो भन्ने कुरा हो जर्सी ड्राइभ टेस्ट सानो बनाएर भिडियोमा आउनु पऱ्यो खास मैले त्यो कसरी बनाएँ कोही क्यामेरा खोल्दाखेरि त हेर्नु न यार किन यो बाइक यार यो बाइक रहेछ मलाई किन हरिब घाटा अहिले आएर चाहिँ त्यत्रो बेर केही भएन अहिले आएर चाहिँ घाटा हान्दा किन चिसो भएर के हो सन्चो छैन क्या हो मेरो बाइकलाई यार अगाडि त हिजो अहिलेको त्यो खाजा खाँदाखेरि देखेको एक्सार हो कि त्यो त्यस्तै के थियो सपना मागे साँची दिउला ऊ त्यो चाहिँ हाइवे बाटो है यो चाहिँ के बाटो थाहा छैन त्यो बाइकहरू चाहिँ हिजो चाहिँ एउटा पनि बाइक देखेन मैले आज चाहिँ एउटा बाइक देख्नु ल्याउ किनभने केटी हो केटी रहेछ कहिले आउने हामी यसरी कहिले हो आउने हामी यसरी भनेर कहिले हामी यसरी आउने केटा हो यार मेरो बाइकले चाहिँ हत्ती धोका दिएर मलाई यार किन हो त्यत्रो पेट्रोल त फुला कि होला यार पेट्रोल नै थियो हिजो चाहिँ के थियो अझ बिहानदेखि के हो हेर्नु देख्नु एक चाहिँ रेप हानिराख्नुपर्छ कि तर त त्यो अफ हो बाइक के रोग लागेको छ मेरो बाइकलाई पानी पऱ्यो भने त फक हुन्छ त यार नरहेनुपर्छ न के छ ओहो धन्दै गुल्टे मनी गुल्टे अरे उपर मजा आइरहेको छ बल्ल चलाउन नत्र त्यो पोखराबाट आउँदाखेरि त ओहो झ्याउला थियो लप्चुङको बाटो कति आउनु बेसरसम्म त झ्याउ लाग्थ्यो मलाई झ्याउ लाग्थ्यो त निन्द्रा लाग्थ्यो बल्ल मजा आइरहेको छ चलाउन धुलो खाँदै जानुपर्छ म यार अब म अगाडि जानुहुन्थ्यो के गर्ने सामान त त्यो सब त्यसले बोकेछ होइन खस्छ कि भनेर हेर्नु पऱ्यो मैले गाह्रो छ हजुर गाह्रो छ ब्ल्याक मारिदिएको क्या हो ब्ल्याक मारिदिएको छ क्या हो यार हातमा त कालो कालो देखेछ यस्तो बाटो पो हो नि चलाउनु मजा आउने कसै जान्दिनु पऱ्यो अगाडि यार दोस्रो अति ठुलो कुरा मलाई अति भन्दा पनि अति ठुलो लाग्यो कि घरैमा भात खान्न क्या हौ यस्तो ठुलो खाएर बहुत लाग्यो क्या हिजो आउँदाखेरि झन् त्यहाँ नि दामी देखिदियो कि आज त त्यो धेरै देखियो अरे ओइ के गर्छ उसले ठिक छ यस्तो बाटो जानुपर्छ ऊ कता हो सर आइज यता जान चाहिँ कहाँ जानु लाग्यो हामी आइज यता त भन्यो मान्छेलाई जा
के पनि गरेन होला अहिले ओ अब हेर्न मेरो यस्तो छ कि बाइकको हालत यार के भन्नु बाइकलाई मेरो बाइक कपी हेर त गाइज कमान गाइज हामी यस्तोमा फोटो खेल्न पाएँ यार कस्तो हुन्थ्यो भनौँ त त्यो मोरले हेर्न हरि धुलोबाट अब बताऊ अघि नै खाजा खाने ठाउँमै कति हो 12 कि 13 वर्ष थियो चान्स अब कति खेर अफ हुन्छ मलाई थाहा छैन अब जहाँसम्म हुन्छ हुन्छ नभएको त्यस्तै हो अब भोलि गर्न मन लाग्यो भने गर्छु नत्र त्यस्तै हो बाटो त जोस् मैले यो भिडियो चाहिँ किन बनाएको भनेपछि चाहिँ होइन मलाई त्यस्तो यो अनि यो बाटोहरू यो रुमहरू त्यो चाहिँ मलाई दामी लाग्यो अनि जोस् मैले यस्तो जोस् भ्याउनुभन्दा अगाडि जोस् हुन्छ नि त सबलाई एक्साइटमेन्ट कस्तो रहेछ भन्ने मैले चाहिँ हेरेको होइन उसले नै हेर्न कि यो बाटो यो सब हाइवेको बाटो बस्यो होइन अनि म यहाँ आउँदा चाहिँ मलाई चाहिँ यसलाई उयो टाइपको भयो क्या त्यही भएर मैले चाहिँ बनाएको हो यो अब यो मेरो भिडियो यस्तो राम्रो मान्छेहरूले हेर्नुहुन्न मेरो साथीहरूले मात्रै हेर्नुहुन्छ त्यसै कारणले अर्कोचोटि आउँदा चाहिँ यो बाटो आउनु होला मेरो साथीहरू दामी छ नि हेर्नु एउटा ट्रेकिङ रोडमा बाइक 2 जना 10 जना बाइकहरू के अरे 10 जना बाइकहरू डट बाइकमा भन्छ नि त्यस्तै 2 जना 10 जनामा 2 जना सक्यो नि सरले त फेरि कुदाइहाल्छ त्यो कुदाएर त ठिकै थियो कि ढिलो चाहिँ नउडाएको भएको थियो अब के धुलो भन्ने यस्तो राइड भएको बेलामा होइन मल्लै मुस्ताङ भन्दा चाहिँ मलाई यही टाइम लाग्यो अरे बाइक चलाउन घुम्न यस्तो मुस्ताङ नि दामी त दामी हो तर वायर महँगो हो कि के हो यार म त ठिक छ क्या यार है खाथा ठाउँमा होइन 2टा थुक्पा अनि 2टा रेडबुल खाएको 1600 नयाँ कडक अब 1600 भन्छ एकजनाको भागमा 800 पऱ्यो 800 भनेपछि कति पऱ्यो थुक्पा लाग्यो 500 पऱ्यो कि 600 पऱ्यो 600 होला पऱ्यो होला 500 पऱ्यो तपाईँको 600को थुक्पा चाहिँ कस्तो खायो होला हामीले यार रेडबुललाई त 100-200 त होला नि है कि कति हो रेडबुललाई त्यो यल्लो कलरको है फेरि ब्लू कलरको होइन ब्लू कलरको त 300 कति पर्छ थाहा मलाई यल्लो चाहिँ थाहा छैन यो त्यति खाएको 1600 लाग्यो त्यस मलाई चाहिँ जस हल्का एक्सपेन्सिभ जस्तो लाग्यो तर हो कि होइन चाहिँ थाहा भएन है पोखरातिर त 120 200 धेरै भने म पाउँदै त थुक्पा यार मेरो बाइक तिमी के गरेको यस्तो नगर नि मलाई यार किन गरे यार भनेको जङ्गियो क्या बाइक यार ओभर खाले त अहिले तर मैले तिमीहरूलाई एउटा यस्तो दामी कुरै देखाउनु बिर्सेँ भन्दा नि भुलेँ कि आउँदाखेरि कि नाम चाहिँ के थाहा भएन मनाङ त मनाङ हो लामनाङ हो कि के तालमनाङ भन्ने ठाउँमा होइन यस्तो दामी छ क्या फुटबल ग्राउन्ड टक्क यस्तो भिड हुन्छ नि टक्क भिडको साइडमा होइन अनि घेरेको त्यहाँ टुर्नामेन्ट चलिरहेको कि त्यहाँ खेल्न त यहाँ मजा आउँछ होला यार त्यो हल्का गाह्रो त हुन्छ किनभने त्यो हल्का हाइटिङमा छ होइन त्यो दामी छ कि अनि मनाङमा भयो मनाङमा खिचेन होला मैले सायद टक्क मनाङमा चाहिँ गरेँ होला मैले सायद भ्लग होइन भिडियो त्यो मनाङमा ठिक छ क्या यार ठिक त के
भन्ने हामी बस्ने ठाउँलाई ठिक भन्ने कि मनाङको ठिक भन्ने हो त्यो के अरे अप्पर पिसाङमा बसेको हिजो नि बत्ती थिएन भन्छ अनि अहिले फोन चार्ज गरेर दामी भिडियो बनाउनु पर्ला भनेको मुला अहिले छैन भन्छ बत्ती अब यार तर त्यो अप्पर पिसाङमा त्यो ग्रिन लेकको साइडमा होइन त्यो मात्रै एउटा होटेल छ कि छ होला 2 किलोमिटरै भनेको अहिले चाहिँ हामी कहाँ आयो ठाउँको नाम त थाहा छैन ए ठाउँको नाम बोली मार्नु ल यहाँ छिटो जानुपर्छ तल पानी पऱ्यो भने छिटो हुन्छ ओहो नि तर कस्तो यार फोन चाहिँ अफ नभइदियो हुन्थ्यो मोर्छ मर्छ खेलखेलमै मर्छ यो अस्ति लमजुङबाट आउँदाखेरि यस्तै भएर पुरा धन्दै परेको थियो उत्तानो कुदाउँछ नहेरिकन कुदाउँछ क्या हो यार हो साइक्लिङ हो त्यत्रो उकालो बाटो म बाइक झारेको त्योहरू कसरी चलाउँछ होला साइकल ए हुन त त्यो हाइवेबाट जान्छ होला नि हामी त ट्रेनिङ रुटमा गएको तर जोस् अर्कोचोटि आउँदैन अर्कोचोटि म यस्तो टाढा कतै गयो भने चाहिँ गोप्रोबाट बनाउँछु गोप्रो हुन त 3-4 महिनामा एकचोटि जान्छु म यसरी जान्छु होइन जे भयो नि चल अबाउट मेमोरिजहरू त ठिकै हो हो कसम यो फोन हालेको त्यो उस हुन्छ नि फोनले के त्यो हेलमेटै यस्तो गऱ्यो होइन पुरा नाकै छ्याप्चो भयो क्या त्यो अरू बोल्दा नि कस्तो त्यो साउन्डै के कस्तो भन्नु त्यसलाई मैले सोरी गाइज मैले चाहिँ जाँदाखेरि भ्लग बनाएँ अन्तखेरि बनाइनँ त्यसमा मेरो कुनै पनि गल्ती छैन क्या अझ तर मेरो किन यो पोखराबाट ढिकै चल्थ्यो ब्याट्री होइन तर यो ठ्याक्कै मनाङ आइसक्यो त्यो हल्का माथि एल्टिट्युडमा हुन्छ नि त्यो चिसोले हो क्या एउटा छिटो तातो लात जान्छ नि क्या त्यसको 1%मा रातभरि टिक्यो अझ गीत बजाएको बिहान नि 1% मेरो त ओहो नि उस्तै पऱ्यो सकिसक्यो होला म यहाँ बोल्दै हुँदैन ड्याम हुन्छ नि त ओहो नि हिमाल त कत्रा देखिसक्यो तर यार आँखाले चाहिँ हरियो देखेछ है भिडियोमा कस्तो छ म भन्न सक्दिनँ तर आँखामा छ एकचोटि चाहिँ मनाङ आउनै पर्थ्यो होला मनाङ बाइकमा त ओ सर धुलो क्यामेरामा धुलो लागेको हेरेको कि भिडियो भयो कि बाहिर पहिला हेर ए बस्छ कि त्यसमा सिधै देखिसक्यो के हो मेरो बाइकको टेन्सन छैन जै स्टार्ट चाहिँ अब बिहान त कम दुःख दिएर यसले स्टार्टै नगरेर झन् बेसी सहरबाट के अरे होइन बेसी पोखराबाट आउँदा कस्तो अब टक्क पोखराबाट आएको होइन हामी अनि आएर टक्क बेसी सहर ठ्याक्क छिर्ने बेलामा चेकिङ थियो कि चेकिङ भएर बाइक रोकेको होइन अनि चेकिङ त्यो पेपर सब देखायो होइन उयो दामी छ हिमाल यार पेपर सब देखायो होइन अनि ल जा भन्ने बेलामा त बाइकै स्टार्ट आउँदैन उस के यो सेल्फधरि क्याट गर्छ म त ल त्यो चिप गयो त्यो सेल्फको चिप हुन्छ नि त ब्याट्रीको त्यो गयो सोधे भाइ किक गरेको हुँदै हुन्न अनि लास्टमा भगालेर स्टार्ट गरेको टेन्सन लाएर एउटा हिमाल दामी छ नि त हेर त नगयो कि मनाउने त्यस्तो हाई एक्सपेक्टेसन चाहिँ लिएर नआए हुन्छ होइन त्यो आयो भने चाहिँ दामी हुन्छ किनभने पहिले यस्तो एक्सपेक्टेसन दामी लिएर आयो भन्दा त्यो एक्सपेक्टेसन मिट नहुनसक्छ नि त त्यही भएर जानियो जस्तो इन्जोयमेन्ट भनेर आयो भने चाहिँ यस्तो दामी कुराहरू देख्न पाइन्छ म जस्तै किनभने म पहिला एकपालि
मुस्ताङ जाँदाखेरि चाहिँ हरिब एक्सरा उसके यस्तो हुन्छ भनेर गएको त्यो एक्सपेक्टेसन चाहिँ मिट भएन। तर जे भयो नि त्यस्तो सोसियल मिडियाहरू हुन्छ नि टिकटक सिकटकहरूमा भिडियो हाल्छ नि त त्यस्तो दामी ठाउँहरू छ त गएर हेरेको एउटा देख्दिनँ त्यस्तो ठाउँ त म त ओडाएर अनि मनाङ नि यस्तो हेरौँ जस्तो लाग्यो फेरि मुस्ताङ जस्तै भयो भने त ठिस हुन्छ भनेर त्यो चाहिँ हेरेन। एउटा चाहिँ हेरेको थिएँ मैले एउटा कस्तो हो चाहिँ हेरेको थिएँ त्यसले चाहिँ भन्थ्यो कि ग्रिन लेक र उस चाहिँ आइस लेक चाहिँ दामी छ भन्थ्यो। आइस लेक चाहिँ गएन किन टाढा छ आइस लेक चाहिँ त्यही भएर। तर हामी यो र मैले तिलीचो हानिदिएको भए चाहिँ तिलीचो जाने भयो भए चाहिँ फर्स्टमै रन्केर गएको भए त पुग्थ्यो होला आइगए छैन। तर हामी गएनौँ किनभने प्लान भनेको मनाङसँग मात्रै थियो। सबले तिलीचो जाने हो भने चाहिँ ओए ल सही ठुलो ढुङ्गा खाँदै यार त्यसमा चिप्लिटी खेल्नु पर्छ यार। अब कहाँ गएर बस्ने भने भयो क्या अब चामे जाऊँ भने चामे त टाढै छ। मनाङ भ्याली बसौँ भने मनाङ भ्याली एक्सपेन्सिभ छ जस्तो लाग्यो। केटाहरूले चाहिँ मनाङ भ्याली बस भन्छ मलाई। मेरो दाइको साथीले चाहिँ भाइ चामे आऊ भने थियो आऊ चाहिँ भनेको थिएन। मेरो त जिउ ठुलो लड बढियो तर हिमाल चाहिँ ओपी देखियो हो कि क्या तर सही देखि चाहिँ हिमाल तर म के बोल्यो यार केटाहरूलाई मेरो भग खडुस लाग्यो यार। ओए हरि छ त यार केटा म तिमीहरूलाई अहिले एउटा म्याप देखाउँछ है। त्यो उता होटेलमा गएपछि त्यो म्यापमा चाहिँ त्यो म्याप चाहिँ मैले मुस्ताङ भन्ने छ मनाङमै किनेको। त्यो म्याप चाहिँ कस्तो छ भने चाहिँ त्यो यताबाट पोखराबाट यस्तोरी मनाङ यताबाट मुस्ताङ छ कि अनि त्यताबाट चाहिँ कता कता जानु मिल्छ त्यो ट्रेलहरू छ कि। मैले त्यहाँ हेरेको होइन मैले त्यहाँ भरेको होइन कति पर्सेन्ट 70-80% चाहिँ यो सब घुमिसकेँ क्या। अनि मैले चाहिँ घुम्न कुन भाग बाँकी छ चाहिँ तिलीचोहरू भाग मात्रै घुम्न बाँकी छ क्या। त्यो चाहिँ म देखाउँदै त्यो खतरा छ कि रुमाल ट्याक्कै सामान किन्न गएको थिएँ हामी ट्याक्कै हेरेको कि त्यो दामी हेरेको कि मलाई चाहिँ सुरुमा चाहिँ खडुस लाग्थ्यो लाग्थ्यो मैले त्यो रुमालले के किन्न जस्तो लाग्थ्यो अनि यसले किनेको थिएँ कि अनि यस्तो हेरेको त उयो रहेछ यार। अब जता गएँ नि होइन यसो घुम्न गएँ नि कि मैले केही किन्दैन नि त अनि किनौँ न यहाँ गएको भन्ने त हुन्छ भनेर कि किनिदिएँ मैले पनि जोसमा